हुन्छ सर, सुरु गरौँ। थोरै परिचयबाटै सुरु गरौँ हजुरको सरस्वती परिचय जस्तो। हजुर नमस्कार, म डेन्डी शेर्पा। म झर्मेको सोलुखुम्बु र अहिले म मेरो कर्म कार्य चाहिँ काठमाडौँ कमान गुलाने केन्टामा र म पेसाले टुरिज्म व्यवसाय र पछिल्लो समयमा विगत 2 दशकदेखि चाहिँ म नेपालमा भएको यो अपाङ्गताको क्षेत्रमा मेरो संस्था बाल अपाङ्ग सेवा संस्थाले 10 दशकदेखि यो नेपाली समाजमा केही कामहरू गरिरहेको छु। यही हो, मेरो संस्था चाहिँ अहिले 20 पुरा पुगेर 21 वर्षमा लाग्यो र हामी चाहिँ हाम्रो संस्थाले सुरुवातका दिनहरूमा चाहिँ हामीले स्वास्थ्य र शिक्षामा फोकस गरेर काम गरेको थियो र अपाङ्गता न्यूनीकरण कसरी गर्ने, हाम्रो समाजमा हाम्रो जुन भूगोलको कारणले धेरै बालबालिकाहरू चाहिँ हिमाली क्षेत्रमा आगोले आमाहरू अशिक्षित भएको कारणले र विशेष गरेर हिमाली भेगमा बढी जाडो हुने भएको बेलामा बच्चालाई आगोको छेउमा सुताउने र अब धेरै बच्चा चाहिँ आगोमा पसेर उनको शरीरहरू चाहिँ डढेको अवस्थामा मैले धेरै भेटेपछि 2026 यानि कि नेपाली 62 सालमा मैले यो काठमाडौँ जिल्लामा दर्ता गरेर मैले यो संस्थालाई विधिगत रूपमा चलाउँदै आएको छु। र पछिल्लो समयमा भूकम्प, नेपालको ठुलो विषम भूकम्प गइसकेपछि चाहिँ यो संस्थाले एक्टिभिटीहरू चाहिँ अलिक अझ बृहत रूपमा हामीले अगाडि बढायौँ। भूकम्पको बेलामा सुरुमा चाहिँ हामी एउटा प्रोजेक्ट गरेको थियौँ, खाना होइन छाना भनेर। हामीले चाहिँ गोर्खा जिल्लाको लगभग 298 घरलाई मैले जस्ता पाता बाँडेको थियो। अरू चाहिँ सबै चाउचाउ र बिस्कुट बाँड्दै थियो भने मैले चाहिँ जस्ता बाँडेको थियो। र त्यसै गरी दोस्रो भूकम्पमा पनि फेरि हाम्रो पूर्व साइडमा पनि त्यस्तै गएको थियो। त्यसरी मैले सिन्धुपाल्चोक सोलुखुम्बुमा त्यसरी जस्ता बाँडेँ। र सँगसँगै भूकम्पको चाहिँ मान्छेहरू चाहिँ स्थिरबाट अलिकति सस्टेन हुँदै जाँदाखेरि मैले चाहिँ धेरैवटा हस्पिटलहरूले चाहिँ व्हिलचेयरको मागहरू गरेको देखेर त्यसपछि आएर मैले एउटा अभियान चलाएको थिएँ भूकम्पपछि, यानि कि 2016बाट चाहिँ म एउटा एज अ टुरिस्ट गाइड भएको हुनाले जति पनि नेपालमा आउने मान्छेहरू चाहिँ ल तिमीहरूसँग नयाँ ल्याउनु नसके पनि पुरानै भए पनि तिमीहरू 1 म्यान 1 व्हिलचेयर चाहिँ तिमीहरूले ल्याइदिनु पऱ्यो। किनभने नेपालमा भूकम्पमा धेरै मान्छेहरू चाहिँ घाइते भयो होइन, उहाँहरूको धेरै चाहिँ च्यापेर अब लडेर विभिन्न चाहिँ उ भएर दुर्घटना भएर मान्छेहरू घाइते भयो। र त्यसपछि चाहिँ मैले व्हिलचेयरमा काम गर्न थालेँ। अब त्यो व्हिलचेयरको काम त्यसरी 2017मा मलाई त्यही क्रममा चाहिँ अमेरिकाको एउटा टुरिस्टहरू नेपालमा आएर भिजिट गरे मेरोमा र उनीहरूले सोधेको नेपालमा के छ, सबैभन्दा तिमीले प्रत्यक्ष रूपमा जनता अथवा नेपाली समाजलाई सबैभन्दा हामीले गर्नु सक्ने के हो भने मलाई व्हिलचेयर चाहिएको छ। किनभने नेपालमा व्हिलचेयर बन्दैन, व्हिलचेयर रिपेयर पनि हुँदैन। त्यस कारणले व्हिलचेयर प्रयोगकर्ताहरूको लागि व्हिलचेयरको आवश्यकता भनेपछि अनि त्यो टिम चाहिँ अमेरिका फर्केपछि अमेरिकाको व्हिलचेयर फाउन्डेसन भन्नेसँग मसँग कनेक्ट गऱ्यो र त्यहाँदेखि हामी निरन्तरता रूपमा वर्षमा 200 देखि 500वटा व्हिलचेयर हामीले प्रत्येक वर्ष बाँडेको छु र यसपालि पनि हामीले लगभग बाँडिसकेको अवस्था छ। र त्यसपछि हामीसँग कोभिड गयो। कोभिडको बेला पनि हामीले धेरै कामहरू गरेको छु। कोभिडको बेलामा हामीले काठमाडौँ, ललितपुर र भक्तपुर यो 3वटा जिल्लामा दीर्घरोगी भन्छौँ, जस्तै अपाङ्गता भएको व्यक्ति, त्यसपछि एउटा क्यान्सर लागेको, मोटु रोगी र विभिन्न प्रकारको दीर्घरोगीहरू जसको चाहिँ परिवारको आय स्रोतहरू कमजोरी भएको सबैलाई हामीले चाहिँ लगभग 6 महिनाको लागि हामीले सबै परिवारले रासन दिएको थियो। लगभग 800 परिवारलाई हामीले चाहिँ 6 महिना पुग्ने रासन हामीले बाँड्यौँ र घरमै म आफै आफ्नो घरमा गएर आवश्यकता हो कि होइन, आवश्यकता छ कि छैन भनेर हेरेर हामीले त्यसरी काम गऱ्यो भने त्यस लगतै 2023, 24 र 25मा चाहिँ हामी अर्को काम सुरु गरेँ। त्यो चाहिँ के हो भन्दाखेरि
तपाईँको जसले हात खुट्टा एउटा खुट्टा गुमाएको छ या एउटा हात गुमाएको मान्छेहरूलाई हामीले हाम्रो भाषामा चाहिँ प्रस्तुतिक भन्छौँ होइन, हामी नेपाली भाषामा कृत्रिम हात खुट्टा भन्छौँ। कृत्रिम हात खुट्टा पनि हामीले प्रोभाइड गर्न थालेको थियौँ। अहिलेसम्म आइपुग्दा हामीलाई लगभग 150को हाराहारीमा हामीले कृत्रिम हात खुट्टाहरू बनाइदिएको छ। हजुर, अब अलिकति सुरुवातदेखि सरस्वती भन्नुभयो सरले, अनि सुरुवातको कुरा सम्झिँदाखेरि हजुरलाई कुन मुमेन्ट अथवा कुन कुराले चाहिँ हिट गर्यो अथवा त्यो यतातिर मोडिने चाहिँ नि सोच आयो भनौँ न होइन? एउटा टुरिस्ट गाइडको रूपमा काम गरिराखेको मान्छे, अघि भनिहाल्नुभयो हुन त होइन, विभिन्न चाहिँ देख्नुभयो मान्छे जलेको त्यस्तो, हजुरले एक्लैको प्रयासले हो कि अथवा कसरी हो, त्यो कसरी चाहिँ विचारपण भयो? यस्तो थियो, अब म यो संस्था स्थापना गर्दाखेरि चाहिँ म प्रत्यक्ष रूपमा धेरै विदेशीहरू मैले नेपालमा लगभग वर्षमा मैले लगभग 300देखि 400को हातमा मैले विदेशीहरू बनाउँछु र प्रायः सबै ह्याप्पी गरेको थिएँ। र प्रायःले के भन्थ्यो भने म ट्रेकिङको दौरमा हामी ट्राभल गरेको छ हिमालय भेकमा घुम्दाखेरि घुम्दाखेरि गाउँघरमा त्यस्तो बालबालिका देखिसकेपछि मैले उनीहरूलाई नै भन्थेँ यसलाई केही गर्न पाएको भए हुन्थ्यो, उनीहरूको चाहिँ उनीहरूको भविष्य अन्धकार छ। मैले पनि म आफूले यो संस्था मेन संस्था खोल्नुको कारण चाहिँ एउटा म आफूले हुर्काएर आफूले पढाएको मान्छे, मैले स्कुलमा खुट्टा नटेकेको कारणले शिक्षकको महत्त्व चाहिँ जसले स्कुल पढेको र जसले कलेज पढेकोले त्यति बुझेको हुन्न, तर मैले त्योभन्दा बढी बुझेको छु। त्यस कारणले यो बच्चाहरूलाई चाहिँ एजुकेसन चाहिँ एकदम आवश्यकता छ। एजुकेसन भयो भने उनीहरू आफ्नो जीवन आफै चलाउन सक्छ भन्ने चाहिँ मेरो मान्यता थियो। त्यस कारणले पनि यो संस्था जोड्नेको हो। र त्यस सँगसँगै मेरो आफ्नो पेसा र व्यवसायले पनि सपोर्टहरू पाउने माध्यमहरू चाहिँ ग्यारेन्टी थियो। त्यस कारणले पनि मैले यो संस्थालाई स्थापना गरेँ र लामो समयको उसमा हामीले काम पनि धेरै गरेको छु। अहिले 20 वर्षको अवधिमा मैले लगभग 27 करोडभन्दा माथिको पैसा चाहिँ मैले विदेशबाट ल्याएर यो नेपाली समाजमा हामीले चाहिँ गरेको छु। त्यसमा यति यो काम चाहिँ राज्यले गरेको भए अझै राम्रो हुन्थ्यो होइन, मेरो भनाइ चाहिँ, अथवा राज्यको पनि साथ पाएको भए अथवा राज्यको पनि लगानी भएको भए अझै राम्रो हुन्थ्यो। तर त्यो बिल्कुलै हुन सकेन। नेपालको सरकारको केन्द्रीय सरकारले हामीलाई कहिले पनि देखिएन र भर्खरै पछिल्लो समयदेखि चाहिँ हाम्रो यही नगरपालिका स्थानीय तहहरूले चाहिँ थोरै सहयोग चाहिँ गरेको छ बुढानीकण्ठ नगरपालिकाले। र यो वर्ष चाहिँ थोरै बजेट हालेको छ। यो नगरपालिकामा भएको बालबालिका अथवा अपाङ्ग ह्विलचेयर प्रयोगकर्तालाई चाहिँ हामी फ्रीमा दिन्छौँ र अरू हाम्रो यो नगरपालिकाभन्दा बाहिरकोलाई चाहिँ हामी ह्विलचेयरको पनि पैसा लाग्छ, प्रस्तुति पनि लाग्छ, किनभने सबै दिएर सकिँदैन। त्यस कारणले हामी थोरै रकम चाहिँ लिन्छौँ। यो पनि किनभने यो संस्था भाँचे नै अरूले सर्भिस पाउने, संस्थै भाँचेन भने गाह्रो भयो। त्यही माथि पनि हाम्रो अहिलेको च्यालेन्जेस भनेको 2024को अन्तिममा चाहिँ हाम्रो कोरियाको मेन डोनर चाहिँ उहाँहरूले हात जित्दिनु भयो। किनभने कोरियामा एउटा राजनीतिक परिवर्तन भएको थियो। कोरियाली राष्ट्रपति चाहिँ एउटा राष्ट्रपति आएर उहाँको त्यहाँको संविधानै चेन्ज गर्यो र कोरिया नागरिकले हाम्रो आफ्नै देश चाहिँ राम्रोसँग उभिएको छैन, तिमीहरू नागरिकहरू पैसा लगेर सबै विदेशमा पठाउने, अरू विदेशी एनजिओहरूलाई तिमीहरू पैसा पठाउने, अबदेखि पाउँदैन भनेर त्यो रोक लगाएपछि अनि हाम्रो संस्थालाई अलिकति गाह्रो भएको छ। अब अरू कुन देशबाट डोनेसन आउँछ हजुरलाई? मेरो त्योभन्दा अब 2009देखि 2024सम्म चाहिँ हाम्रो मेन चाहिँ कोरिया थियो, त्यसको सेकेन्डमा इटाली, त्यसपछि फ्रान्स, अनि त्यसरी टेक्निकली अब सपोर्ट गर्ने अब ह्विलचेयरको सेक्टरमा युएस, त्यस्तै गरी अब यो अहिले प्रस्तुतिक यो अरू टेक्नोलोजी उसमा चाहिँ हामी युकेको इन्जिनियरिङ कलेज र युके रोयल एकाडेमी चाहिँ हाम्रो अहिले पार्टनर हो। उहाँहरू नियमित चाहिँ सहयोग गरिराख्नु भएको छ?
उहाँहरूले भन्दा पनि अहिले चाहिँ हाम्रो एउटा प्रोजेक्ट चलि नै रहेछ होइन 20,000 पाउन्ड बराबरको यो मेरो संस्था र अर्को एउटा संस्था मिलेर हामी नेपालमा चाहिँ अब विलचेयर चाहिँ ल्याउने मात्रै होइन कि ल्याइसकेर प्रयोग भएको विलचेयरले चाहिँ रिपेयर एन्ड मेन्टेनेन्स गर्नुपर्छ अथवा विलचेयर मात्रै होइन अपाङ्गताहरूले प्रयोग गर्ने सहायक सामग्री चाहिँ एकचोटि दिइसकेपछि त्यो भाँचिन्छ बिग्रिन्छ खिइन्छ र त्यसलाई चाहिँ फेरि रिपेयर गरेर पुनः चलाउनु पर्छ भन्ने हाम्रो मान्यता हो र यसमा चाहिँ हाम्रो स्वास्थ्य मन्त्रालय स्वास्थ्य विभाग त्यसपछि हाम्रो ललितपुरमा छ सुन्दर ढोका भन्ने त्यहाँ अनि मेरो संस्था र अर्को एउटा संस्था मिलेर चाहिँ यो कामहरू गरिरहेछौँ र अब आउने अर्को हप्ता त्यो प्रोजेक्ट ट्रेनिङ सकिन्छ त्यसपछि हामी चाहिँ प्रदेशमा गएर यो विलचेयर रिपेयर एन्ड मेन्टेनेन्सको त्यो सेन्टर बनाउने चाहिँ हाम्रो एउटा योजना छ यसलाई चाहिँ हामी सकेसम्म चाहिँ अपाङ्गताहरूलाई विलचेयर मात्रै दिने होइन कि अब विलचेयर प्रयोगकर्ताहरूलाई पनि थोरै रोजगारीको चाहिँ सिर्जना होस् भनेर हामीले यो काम सुरु गरेको र हाम्रो ट्रेनरहरू चाहिँ सबै विलचेयर प्रयोगकर्ता हुनुहुन्छ सबै विलचेयर प्रयोगकर्ताले नै बनाउनुहुन्छ कतिजना हुनुहुन्छ उहाँहरू अहिले 14 जना छ एउटा प्रदेशबाट 2 जना सबै प्रदेशमा 2 जना गरेर 1 जना गरेर भनेपछि देशव्यापी भइसकेको छ देशव्यापी अस्तिको दिन चाहिँ शुक्रबार चाहिँ हाम्रो प्रोग्राम हाम्रो यहीँ थियो सबैजना यहाँ आएर हामीले चाहिँ 3D प्रिन्टिङ पनि अब चाहिँ चाहेको भने 3D प्रिन्टिङबाट पनि विलचेयरको पार्ट्सहरू उत्पादन गर्नुपर्छ त्यसको लागि हामीले 3D प्रिन्टिङमा पनि थोरै नलेजहरू उनीहरूले सेयर गरेको थियो मैले पोस्ट पनि गरेको थिएँ फेसबुकमा पोस्ट पनि हालेको थियो अरू जस्तो हात पनि देखिरहेको थिएँ मैले त्यस्तो चाहिँ बनाउने त्यो पनि बनाउने अब त्यतिसम्म त नजाला तर विलचेयरको पार्ट्स हजुर साना प्लास्टिकबाट बन्ने सामानहरू चाहिँ हामीले हाम्रो ल्याब यहाँ र अनि सुर्खेतमा छ नेपालमा त्यही हो अब हुन्छ यहाँ अब कसरी मतलब कस्ता चाहिँ अपाङ्ग भएका व्यक्तिहरू आउनुहुन्छ यहाँ संस्थामा अनि कसरी उहाँहरूलाई पठाउनुहुन्छ के गर्नुहुन्छ भने त्यो सबै कसो छ त्यो चाहिँ व्यवस्था कस्तो यहाँ त हाम्रो त बालगृह हो हामीले त जसको चाहिँ नि जो बालबालिका चाहिँ पढ्ने क्षमता छ दिमाग सबै राम्रो छ र हामीले चाहिँ नि हाम्रो सहयोगबाट उनीलाई चाहिँ पढ्ने क्षमता र उसलाई आफ्नो शरीरलाई आफै चलायमान गर्ने बालबालिकाले चाहिँ हामीले फुल एजुकेसन हाई एजुकेसन दिने हो 0 देखि 12 सम्म पढाउने हो अनि त्यसपछि हामीले सकेको अब उनीहरूलाई जब खोजिदिने काम खोजिदिने त्यो हामीले निरन्तरता गरिरहेको छौँ व्यक्तिभन्दा पनि हाम्रो बालबालिका हो यहाँ तर अब विलचेयर र यो के अरे कृत्रिमको लागि चाहिँ त्यो देशव्यापी नै हो त्योसँग त्यो कुनै एज लिमिट अथवा त्यस्तो क्राइटेरिया के पनि छ मुख्य चाहिँ यहाँ बस्ने यहीँ बसेर पढ्ने बालबालिकाहरू है र अर्को पार्टमा चाहिँ हजुरहरूले सबैलाई सबै प्रकारको अपाङ्गताहरूलाई हामीले सपोर्ट गर्छौँ सकेको गर्ने हो अब होइन हामीलाई पनि अरू काहीँबाट चाहिँ जुटाउनुपर्छ सजिलो छैन त्यही पनि हामीले सकेसम्म कोसिस गरेका छौँ के अप्ठ्यारो चाहिँ कस्तो हुँदो रहेछ यो सञ्चालन गर्नलाई हजुर अध्यक्ष हुनुहुन्छ अप्ठ्यारो त थुप्रै कुरा अप्ठ्यारो छ राज्यको नीतिमा अप्ठ्यारो छ राज्यको कानुनमै अप्ठ्यारो छ र हाम्रो राज्य नै अप्ठ्यारोमा छ यो राज्यले जिम्मेवार लिनुपर्ने दायित्व यो अपाङ्गता भनेको बालबालिका स्वास्थ्य शिक्षा यो सहायक सामग्री सबै राज्यको दायित्वभित्र पर्छ तर हाम्रो राज्यहरू उहाँहरूलाई अपाङ्गताको शब्द पनि राम्रोसँग थाहा छ त्यस कारणले पनि मैले यो सङ्घर्ष गर्नु परेको र मलाई जहाँसम्म लाग्छ अब आउने नयाँ सरकार अब आउने हाम्रो चाहिँ नयाँ जनप्रतिनिधिहरूले यतिको चाहिँ ज्ञान भएको अपाङ्गता बालबालिका र स्वास्थ्य शिक्षा र बुझेको चाहिँ सरकार बन्यो भने बल्ल महावीर कुन जस्ता कुलमान घिसिङ जस्ता व्यक्तित्वहरू चाहिँ सरकारमा पुग्यो भने बल्ल हामीले केही आशा गर्ने ठाउँ चाहिँ होला तर अहिलेसम्म जहाँसम्म लाग्छ मलाई यो देशमा एकदम
अप्ठ्यारो छ, गाह्रो छ। हजुर अलिकति हजुरको आफ्नै सम्झिउँ न बाल्यकाल होइन, जन्म कहाँ भयो, कसरी चाहिँ हुर्किनु भयो, अब हजुर पर्यटन व्यवसायमा लागेको होइन, पर्यटकहरूले घुमाउने मान्छे, त्यो सम्झिँदाखेरि हजुर यस्तो छ। अब मेरो बाल्यकाल त कठिनाइ नै थियो र आज मैले यो बालबालिकाले किन सहयोग गर्छ भन्दा आफूले पाएको दुःखलाई अरूले नपाओस् भनेर यो संस्थाको जन्म भएको मैले सुरुमै पनि भनेको थिएँ। म चाहिँ मेरो बाउ आमा चाहिँ म सानै हुँदाखेरि उहाँहरू चाहिँ छुटेर बाउ पनि अर्को लिएर गए, आमा पनि अर्कोसँग भइसकेपछि त्यो दुइटै बाउ र आमाको माया नपाएको व्यक्ति कस्तो होला तपाईँ? अब तपाईँहरू त आमा बाउले ठुलो उनीहरूसँग हात समातेर बोलाउँथ्यो होला, माया गर्थ्यो होला होइन। म त आफ्नो लागि आफै बाँच्नु पर्थ्यो, आफ्नो लागि आफै खोजेर खानु पर्थ्यो। त्यो अति नै कठिनाइ समय थियो। यस्तो मलाई जस्तो अरूलाई चाहिँ नहोस् र सरकारले यस्तो कानुन बनाओस् कि तपाईँको यस्तो म जस्तै डिभोर्स भइसकेपछि या त त्यो डिभोर्स गर्ने अभिभावकहरूको सम्पत्ति चाहिँ बच्चाको नाममा चाहिँ जफत गइदिए अझ राम्रो हुन्थ्यो कि, किनभने त्यो गऱ्यो भने त्यो बालबालिकाले स्याहार्ने अथवा त्यसलाई हुर्काउने कुनै एउटा माध्यम चाहिँ खोज्नुपर्छ जस्तो लाग्छ होइन। किनभने मैले जस्तै दुःख म मात्रै होइन, म जस्तो त धेरै, म त एउटा पात्र मात्रै हुँ होइन। हाम्रो देशमा यो चाहिँ बिहा गरेर बच्चा पाउने, त्यसपछि बुढाबुढी नामिने, त्यसपछि डिभोर्स हुने, त्यसपछि बच्चाहरूको बिचली हुने, उनीहरू आफ्नो बाटो लाग्ने। अब यस्तो बाटोहरू थुप्रै छन् हाम्रो देशमा, यस्तो समस्याहरू धेरै छन्, थुप्रै समस्याहरू छन्। तर अब सबै समाधान गर्न नसकेर तै पनि यो भिडियो मार्फत म के भने यसमा चाहिँ कानुनी रूपमै यो बालबालिका बच्चा भइसकेपछि डिभोर्स गर्ने अभिभावकहरूले चाहिँ एउटा कानुनी दायरामा ल्याएर यिनीहरूको चाहिँ बाउको सम्पत्ति, अब यिनीहरूको चाहिँ आय स्रोतहरू चाहिँ ग्यारेन्टी गरेर त्यो बच्चाको भविष्य चाहिँ नबिग्रोस् भन्नुको लागि यो तपाईँ हाम्रो यो भिडियोबाट थोरै म सन्देश दिनु चाहेँ। र यसरी चाहिँ नि बच्चालाई बिचली पर्ने अभिभावकहरूले कडाभन्दा कडा कानुनी दायरामा राखेर उनीहरूलाई कानुनमै उल्लेखित राखेर बनाउँछ र यिनीहरूलाई फाइन लगाउने, जरिमाना लगाउने जस्तो राख्नु पायो भने अझ राम्रो हुन्छ। हजुर अब आफै पनि त्यस्तो अवस्थाको हुनुहुँदो रहेछ होइन, बालबालिकालाई सहयोग गर्न पाउँदा होइन, उनीहरूलाई चाहिँ भनौँ न एउटा अभिभावकको जस्तो चाहिँ गर्न पाउँदाखेरि कस्तो लाग्छ? अनि म एकदम खुसी छु, किनभने मान्छेले जीवन सुख दुःख अनि त्यसपछि मान्छे भनेको यस्तो, हामी मानव चाहिँ के हो भने कहिले पनि हामी सेटिस्फाई हुँदैन। हामीसँग जेन छ अरू चाहियो तपाईँको प्लस तपाईँको इच्छा र आकाङ्क्षा कहिले पनि पुरा हुँदैन। म चाहिँ के भन्छु भने हामी यो संसारमा चाहेर खोज्नु सक्यो भने खुसी पनि आफैभित्र छ, सुख पनि आफैभित्र छ र सन्तुष्टि पनि आफैभित्र छ। हामी जहाँ छ, जस्तो अवस्थामा छ त्यसैमा किन तपाईँ चित्त बुझाउनु सक्यो भने र आफूले सकेको अरूले सहयोग गर्नु सक्यो भने त्यो चाहिँ वास्तविक हामी मानवताको कर्तव्य हो। तर हामी चाहिँ अब यहाँ नेपालमा जन्मिने, त्यहाँबाट कहाँ देश विदेश गएर मरि काम गर्ने, लास्टमा तपाईँको आखिरीमा बुढेसकाल भइसकेपछि अनि समाजले पनि चिन्दैन, अनि आफूसँग पनि अब माया गर्ने, अब आफूलाई चाहिँ उ गर्ने, सहयोग गर्ने त्यस्तो मान्छे पनि। त्यसको साथमा चाहिँ आफ्नै समाजमा जे जति सकिन्छ चाहिँ अशक्त र नसक्नेहरूलाई सहयोग गऱ्यो भने त्यो चाहिँ अति राम्रो हुन्छ होइन। अब किनभने मान्छेलाई कहिले पनि पुग्दैन, हामी कहिले पनि दिएर पुग्दैन। मैले त जहाँ पनि भन्ने गर्छु होइन, मेरो वेबसाइटमा त्यहाँ एउटा मैले सन्देश पनि राखेको छु होइन। हामी नङ्गै आउँछौँ, नङ्गै जाने हो, हात मुठी बाँधेर आउने हो, जाँदाखेरि हात खुलेर जाने हो। आर्य गाँसमा पुग्ने, हामी मलामी मात्रै कमाउने मेरो चाहिँ लक्ष्य त्यो हो। हामी सम्पत्ति कमाउने होइन, हामी चाहिँ मलामी कमाउने हो, अथवा समाजलाई अलिकति परिवर्तन गर्ने
हाम्रो चाहिँ सोच भयो भने अझ हाम्रो समाजहरू छिटो सुध्रिन्छ, अझ हामी विकास हुन्छ। आफ्नो समाज विकास भयो भने त तपाईँ हामी विदेशतिर दौडिनै पर्दैन होइन। त्यस कारणले पनि सबै मिलेर अझ सक्यो भने यो राजनीतिक स्थिरताले नै यो देशलाई चाहिँ एकदम हामी अगाडि नबढेको कारण चाहिँ यही हो होइन। अब आउने नयाँ जेनेरेसनहरूले चाहिँ तपाईँको सही ढङ्गले बुझेर कसलाई भोट दिने, कसलाई दिँदा ठिक हुन्छ, हाम्रो भविष्य कसरी बन्छ, भोट हाल्ने मान्छेले पनि यो चाहिँ सही छ भन्ने र चाहिँ सही ढङ्ग र सही व्यक्ति चुनेर पठायो भने हामी केही गर्न सक्छौँ। होइन भने हामी अझै पनि धेरै पछाडि, विकसित मुलुकको तुलनामा हामीभन्दा 700-800 पछि जन्मेको देशहरू हामीभन्दा धेरै गुणा माथि पुगिसक्यो। तर हाम्रो देश एसियाको सबैभन्दा पुरानो देश हामी। अब भर्खर जन्मेको त्योभन्दा अहिले हेर्नुहोस् बङ्गलादेश हेर्नुहोस्, हिजो 1953 पछि छुटेको देश कोरिया हेर्नुहोस्, विभिन्न देशहरू चाहिँ यति छिटो विकास भइरहेछ किनभने त्यहाँ राजनीतिक र कानुन त्यसपछि र मान्छेको चाहिँ कानुनी दायराभित्र भयो। हाम्रो देशको कानुन चाहिँ कस्तो छ भने छाडा कानुन छ। यहाँ जसले जे गरे पनि पावर उनीहरूले जे गर्दा पनि हुन्छ। गरिबले पनि कानुन लाग्ने त गरिब र मध्यम वर्गलाई हो। यहाँ धनी, फटा र राजनीतिक यो तीनटा वर्गलाई तपाईँको कानुन छैन। हजुर अब अन्तिमतिर हजुरले गरेको जुन अब 20औं वर्ष गर्नु भएको छ काम बालबालिकाको क्षेत्रमा अथवा अपाङ्गताहरूको होइन सुरक्षाको हिसाबमा गर्नुभएको छ। 20औं वर्ष गर्दाखेरि समाजमा हजुरको कामले भनौँ न के कति प्रभाव पर्यो जस्तो लाग्छ, कस्तो सुधार आयो जस्तो लाग्छ? अब मलाई जहाँसम्म लाग्छ मैले गरेको काम व्यक्ति विशेषमा चाहिँ प्रभावित होला होइन, सामुदायिकमा होला। तर वास्तवमा हेर्ने भने जति पनि अहिले मैले अब जो एजुकेसन र हेल्थको सेक्टरमा उनीहरूमा सुधार आयो, व्यक्तिगत रूपमा सुधार आयो, पारिवारिक रूपमा सहयोग पायो। तर सिङ्गो देशले त पाएको छैन। सिङ्गो देशले त पाउनुपर्ने निकासा त पाएको छैन। यो मैले यो निकासा मैले दिने पनि होइन, यो त राज्यले गर्नुपर्ने हो, स्थानीय तहले गर्नुपर्ने हो, प्रदेश सरकारले गर्नुपर्ने हो, त्यसपछि सङ्घीय सरकारले गर्नुपर्ने काम हो। हामी एउटा दुईटाले गरेर यसको निचोड यसको निकास हुँदैन। त्यस कारणले म आफूले जति गरेको छु म खुसी छु। तर यो काम चाहिँ राज्यको आङ्गमा भएको सबै जिम्मेवार व्यक्तित्वहरू, सरकारी कर्मचारीदेखि लिएर तपाईँको राजनीतिक कर्मीदेखि लिएर तपाईँको जनप्रतिनिधिहरूले यो काम गर्नुपर्ने हो। तर अहिलेसम्म मलाई एकदम थोरै भन्दा यो यस्तरी जिम्मेवारी लिएर आफ्नो काम गरेको जस्तो मलाई लाग्दैन। त्यसले पनि म आफूले गरेको काममा त म आफै सेटिस्फाइड छु। तर देशले गर्नुपर्ने भन्ने चाहिँ मेरो आवाज हो र स्थानीय तह, विशेष गरेर स्थानीय तह चाहिँ यसको जिम्मेवारी हुनुपर्छ होइन। वडा सदस्यदेखि वडा अध्यक्षदेखि लिएर तपाईँको उपमेयर, मेयरहरू र त्यो भित्र भएको कर्मचारीहरू चाहिँ नागरिकप्रति जिम्मेवार, नागरिकलाई अथवा अपाङ्गता भएको व्यक्तिहरूलाई चाहिँ मेरो राज्य छ, मेरो सरकार छ, मेरो चाहिँ जनप्रतिनिधि छ भन्ने अनुभूति दिलाउन सक्यो भने अझ राम्रो। र यसलाई अनुभूति मात्र होइन जिम्मेवारी वहन गऱ्यो भने यो अझ राम्रो हुन्छ। मैले यति भन्ने। अन्तिममा अब आगामी योजना हजुरका केही होला नि? योजना सपना त यो मेरो संस्थालाई दीर्घकालीन रूपमा स्थापना गर्नु पाए हुन्थ्यो भन्छु। किनभने म अहिले एउटा व्यक्तिको जग्गामा बाल लिएर भाडामा लिएर बसेको छु, लिजमा बसेको छु। यो त दीर्घकालीन योजना होइन। त्यस कारणले अब केही समयमा सक्यो भने काहीँतिर चाहिँ अथवा जग्गा दान दिने मान्छेहरू पायो भने अझ उत्तम। कोही जग्गा दान दिने मान्छे पायो भने बरु बिल्डिङ बनाउनुलाई म आफै सङ्घर्ष गरेर म आफै स्रोत जुटाउँथेँ। तर अहिले त्यो जमिनकै अभावले हामी चाहिँ भाडामा बस्नु परेछ र यहाँतिर चाहिँ हामी अब धेरै एक्टिभिटीहरू छ।
यति जग्गा चाहिँ नि पायो भने यतिकै क्षेत्रफलको हामीलाई 3-4 रोपनी जग्गा पायो भने चाहिँ हामी सबै योभन्दा अझ बढी सर्भिसहरू दिने हामी चाहिँ अब वृद्ध आश्रमदेखि लिएर तपाईँको यो विभिन्न तपाईँको स्वास्थ्य सेवादेखि लिएर सबै गर्ने चाहिँ मेरो एकदमै इच्छा छ तर के गर्ने अब सोचे जस्तो हाम्रो हुँदैन अनि पनि आशा गर्छु हजुर यसलाई सरकारले पनि सहयोग गर्नु पर्यो हजुरहरू जस्ता संस्थालाई सबैले अनि सबै क्षेत्रबाट चाहिँ हवस् हुन्छ हस् यति कुरा गरौँ हस् नपुगेको मिलाएर